नमस्कार, म आइक्यू प्रशिक्षक लालबाबु यादव यहाँहरूलाई म आजको दिनबाट यो लोकसेवा शिक्षक सेवा आयोग जस्ता जुनसुकै कम्पिटिटिभ इक्जामहरूमा सोध्न सकिने प्रश्नहरूको बारेमा छलफल गर्नेछु र आज मैले यहाँहरू सामु यो श्रेणीक्रम र्याङ्किङ अर्डर भन्ने टपिक लिएर आएको छु र यो टपिकको कन्सेप्ट हामीले सुरुमा कन्सेप्ट र बेसिक क्वेसनहरू सोल्भ गर्दै एडभान्स तर्फ क्वेसनहरू हामी सोल्भ गर्नेछौँ। पहिला हामीले यो क्वेसन सुरुको क्वेसन चाहिँ यसरी हामीहरू राम अगाडिबाट 10औं स्थानमा र पछाडिबाट 8औं स्थानमा पर्दछ भने उक्त लाइनमा जम्मा कतिजना मानिस पर्छ। यस्तो खालको प्रश्नहरू नसोधे पनि यस्तो प्रश्नहरूको कन्सेप्ट हामीले सुरुमा लिनुपर्छ र पछि हामी यस्तै प्रश्नहरूबाट हामीले ठ्याक्कै कन्फ्युजन भएको क्वेसनहरू पनि सोल्भ गर्न सक्नुपर्ने हुन्छ। त्यही भएर हामीले पहिला यसको कन्सेप्ट लिनुपर्ने हुन्छ, कसरी सोल्भ गर्ने यस्ता क्वेसनहरूलाई। सबभन्दा पहिला हामी एउटा यसरी लाइन ड्र गरेर यो लाइन भएको क्वेसनहरूलाई सामान्यतः बुझ्न प्रयास गरौँ। पहिला जुनसुकै क्वेसनलाई बुझौँ, किनभने बेस हामीले कन्सेप्ट एकदम क्लियर हुनुपर्छ यस्तो क्वेसनहरूमा। नभए यो क्वेसनलाई एकदम दायाँबाट बायाँ बायाँबाट दायाँ एकदम घुमाउरो तरिकाले ट्विस्टेड क्वेसनहरू आइरहेको हुन्छ। त्यही भएर हामीले पहिला कन्सेप्ट बुझौँ, होइन, कसरी सोल्भ गर्ने, के हो कन्सेप्ट र्याङ्किङ अर्डरमा, कसरी जाने त, होइन, ती कुराहरू पहिला बुझौँ अनि मात्रै हामी क्वेसनलाई सोल्भ गर्नेतिर लागौँ। पहिला राम भन्ने व्यक्ति अगाडिबाट 10औं स्थानमा, राम भन्ने व्यक्ति एउटा लाइनमा पढिरहेको छ। कति स्थानमा पर्छ त? 10औं स्थानमा भनेपछि पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं गर्दा गर्दै कति स्थानमा पर्यो त? 10औं स्थानमा। अगाडिबाट भनेपछि यताबाट पढिरहेको छ भनेपछि लेफ्ट, होइन, लेफ्ट बायाँबाट अथवा अगाडिबाट वा बायाँबाट। त्यसै गरी त्यही व्यक्ति राम भन्ने व्यक्ति 8औं स्थानमा भनेपछि 8 पछाडिबाट 1 2 3 4 5 6 7 गरी 8औं स्थानमा पढिरहेको छ। यताबाट भनेपछि राइटपट्टिबाट यो व्यक्ति 8औं स्थानमा राम भन्ने व्यक्ति, यताबाट त्यही राम भन्ने व्यक्ति कति स्थानमा पढिरहेको छ त? 10औं स्थान लेफ्टपट्टिबाट। तर यसमा जम्मा कतिजना मानिसहरू पढिरहेको छ भन्दाखेरि हामीले ठ्याक्कै यसो हेर्दाखेरि 10 जना यता अनि 8 जना, 10 + 8 18 जना, तर होइन रहेछ, यसरी होइन। किनभने राम भन्ने व्यक्तिले यताबाट हामी काउन्ट गर्दाखेरि राम काउन्ट हुने भयो, फेरि यताबाट हामीले काउन्ट गर्दाखेरि त्यही राम भन्ने व्यक्तिले काउन्ट हुँदाखेरि दुई पटक चाहिँ त्यही राम भन्ने व्यक्ति काउन्ट हुँदाखेरि हामीले उक्त व्यक्तिलाई कसरी निकाल्ने टोटल भन्दाखेरि उक्त लाइनमा जम्मा कतिजना निकाल्ने भन्दाखेरि L + R। यताकोलाई हामी L र राइटपट्टिलाई हामी के भन्छ त? R - 1 टोटल T = होइन। L भनेपछि हामीले कति राख्नु पर्यो त? 10 प्लस यो कति त? 8 - 1 गर्दाखेरि कति हुन्छ त? 18 - 1 गर्दाखेरि कति भयो त? 17। अब हामीले 1 माइनस किन गर्यो? किनभने राम भन्ने व्यक्तिले यताबाट काउन्ट गर्दाखेरि र उताबाट फेरि काउन्ट गर्दाखेरि अर्थात् लेफ्टबाट काउन्ट गर्दाखेरि पनि 10 गर्दा पनि राम आएको छ, राइटबाट पनि काउन्ट गर्दाखेरि राम फेरि पनि आएको हुनाले हामीले यहाँबाट दुई पटक हुँदाखेरि हामीले -1 गर्दाखेरि ठ्याक्कै हाम्रो टोटल आउँछन्। अब हामीले यसमा उक्त लाइनमा जम्मा कतिजना छन् त? 17 जना छन्। हामीले यो ट्यागको एन्सर अप्सनमा हुन्छ, 4वटा अप्सन मध्ये हामीले 17 चाहिँ यसको राइट एन्सर हुन्छ। अब हामीले यस्तै कन्सेप्टको आधारमा अब दोस्रो प्रश्न हामी क्वेसन नम्बर 2 तिर हामी चाहिँ अब जाउँ। त्यस्तै अब हामीले क्वेसन नम्बर 2 तर्फ लागौँ। अघि जुन कन्सेप्ट हामी भर्खरै पढ्यो त्यही सेम कन्सेप्ट चाहिँ पहिला राम्रोसँग बुझ्नु पर्यो। टोटल निकाल्ने फर्मुला के हुन्छ हाम्रो? L + R - 1 -1 किनभने यदि एउटै व्यक्ति दुई पटक कुनै लाइनमा हामी काउन्ट गर्दाखेरि दोहोरिएको छ भने त्यस्तो अवस्थामा हामीले -1 गर्नुपर्ने हुन्छ। अब सेम एउटा त्यो सेम कन्सेप्टमा
एउटा लाइनमा हरि भन्ने व्यक्ति दायाँबाट 15 स्थान र बायाँबाट 15 स्थानमा पर्छ। एकजना व्यक्ति नै छ, एउटा लाइनमा परिरहेछ, एकापट्टिबाट 15 अर्कोपट्टिबाट फेरि कति छ 15 स्थानमा पर्दछ भने उक्त लाइनमा जम्मा कतिजना रहेको छ। अब फेरि हामी लाइनको कन्सेप्ट पहिला कन्सेप्ट अघि कन्सेप्ट बुझिसकेपछि यो के पनि होइन, हामी सब छिटै गर्न सकिन्छौँ। अब राम भन्ने व्यक्ति दायाँबाट, अब यताबाट लिँदा नि हुन्छ, यताबाट लिँदा केही फरक पर्दैन, त्यसले कन्फ्युजन केही पनि हुँदैन, सेम कुरा हुन्छ। तर यताबाट लियो दायाँ भनेपछि हामी यता जेनरली गर्छौँ होइन, दायाँ यता लिँदाखेरि बायाँ यता उता लिनु पर्यो, त्यति हो। अब दायाँ यता लिइसकेपछि ल 1 2 3 4 5 6 7 गर्दा गर्दै 15 स्थान भनेपछि हामी ल बायाँ नै यसलाई गर्दा केही नै फरक पर्दैन, बायाँ भनेपछि लेफ्ट होइन। ल अब हामीले बायाँबाट 15 र दायाँबाट कति त फेरि 15 हो भनेपछि यताबाट पनि हामीले सेम हरि भन्ने व्यक्तिले कति स्थान भन्यो त 15 हो भनेपछि हामीले के कन्सेप्ट अघि बनाएको त यदि एउटै व्यक्ति बायाँ र दायाँबाट काउन्ट गर्दाखेरि दोहोरिएको छ भने हामीले L प्लस R भनेपछि लेफ्ट प्लस R लाई एड गर्ने, दुईटैलाई जोडिदिने र हामीले के गर्नुपर्ने हुन्छ त -1 गरिदिने भनेपछि यो के हुन जान्छ त टोटल मानिस हैन। अब L भनेपछि 15, राइटबाट पनि के हुन्छ त्यो व्यक्ति 15 - 15 + 15 कति भयो त 30 - 1, 30 बाट 1 घटाउँदा कति हुन्छ त 29 हुन्छ भनेपछि उक्त लाइनमा जम्मा कति जना मानिस रहेको छन् त 29 जना। अब त्यस्तै अब हामीले क्वेशन नम्बर 3, अब क्वेशन नम्बर हामी 3 तर्फ लागौ। त्यस्तै अब हामीले त्यही कन्सेप्ट र थोरै ट्विस्टेड भएको क्वेशनमा लिएर क्वेशन नम्बर 3 प्रस्तुत भइसकेको छु। यहाँहरुले एउटा लाइनमा पहिला प्रश्न राम्रोसँग बुझ्नु, क्वेशन राम्रोसँग बुझ्नु। एउटा लाइनमा 25 जना मानिसहरू रहेका छन्। अघि दुईटा प्रश्न हामी कस्तो थियो त त्यो लाइनमा कति जना मानिसहरू रहेका छन् त त्यस्ता प्रश्न थियो। अब जम्मा मानिस चाहिँ यही दिइसकेको छ। उक्त लाइनमा जम्मा कति जना मानिस रहेको छ त 25 जना मानिस रहेको छन्। रमेशको स्थान अगाडिबाट 10औं स्थानमा छ। रमेश भन्ने व्यक्ति 25 जना लाइनमा अगाडिबाट कति स्थानमा छन् त 10औं स्थानमा पर्दछन् भने पछाडिबाट रमेशको स्थान कति स्थानमा, पछाडिबाट कति स्थानमा त्यही व्यक्ति भनेपछि कन्सेप्ट त्यही छ, थोरै प्रश्नलाई मात्रै घुमाएको हामी छौँ। त्यही भएर हामीले राम्रोसँग त्यसलाई प्रश्न बुझिसकेपछि जस्तो सुकै पनि हामीले गर्न सक्छौँ। अब यो लाइन भनेपछि यो लाइनमा जम्मा 1 2 3 4 5 गर्दा गर्दै यहाँ जम्मा कति जना मानिस छन् त 25 जना। यहाँदेखि यहाँसम्म कति छन् त 25 जना रहेको छन् मानिस। अब रमेश भन्ने व्यक्ति अगाडिबाट भनेपछि यहाँबाट अब 1 यसलाई लियो भने 1 2 3 4 5 6 7 गर्दा गर्दै कति स्थानमा पर्छ त 10औं स्थान भनेपछि यताको स्थान हामीले यताबाट कति स्थानमा पर्छ भने हामीले प्रश्न चाहिँ निकाल्न भनिरहेको छ। रमेशको स्थान कहाँबाट त पछाडिबाट रमेश पछाडि अगाडिबाट दिइसकेको छ, पछाडिबाट स्थान कति र्याङ्कमा पर्छ, कति श्रेणीमा पर्छ भने हामीले निकाल्न भनिरहेको छ। हामीले अघिको फर्मुला सेम लगाउने, हामीले यस्तो भइसकेपछि हामीले यो बाहेक हामीले केही जानेकै छैन। अहिले T बराबर L प्लस R माइनस के त 1। अब T भनेको टोटल दिइसकेको छ भने हामी टोटल कति जना छ त 25। L भनेको बायाँबाट भनेपछि यताबाट मानिस कति छ त 10औं स्थानमा भनेपछि कति भयो त 10। उतापट्टि राइटपट्टिबाट कति स्थानमा छ त्यो दिएकै छैन, त्यही भएर राइटलाई जस्ताको त्यस्तै -1 गरिदिने, 25 जस्ताको त्यस्तै। अब 10 बाट 1 गर्दाखेरि कति हुन्छ त 9 हुन्छ प्लस R फेरि 25 - 9 = R। 25 बाट 9 घटाउँदाखेरि कति हुन्छ त भनेपछि 16औं स्थानमा भनेपछि राइटपट्टिबाट रमेश भन्ने व्यक्तिको स्थान कति हुन जान्छ त 16औं स्थानमा पर्न जान्छ है। अब आजलाई हामी यो 3वटा प्रश्न छलफल गर्यौं हैन। मेरो युट्युब च्यानल लाल बाबु लोक सेवा हो, यहाँहरुले सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला र मेरो मोबाइल नम्बर कसैले केही कन्फ्युजन भएपछि यहाँ सोध्न सक्नुहुन्छ 9808774859। मेरो टिकटक पेज पनि लाल बाबु
जिके भन्ने छ। मैले यस्तै प्रश्नहरू लिएर भोलि पर्सि आगामी दिनमा पनि उपस्थित हुनेछु भन्दै थ्याङ्क यू।